गाउँमा। तर म चाहिँ एउटा प्रोग्रामर हो। म प्रोग्राम लेखेर नै चेक गर्छु यो कुरा सही भन्दैछन् कि गलत भन्दैछन् गाउँका मान्छेहरूले। बहुत तेज हो रहा है। गाउँका आन्टीहरूले चाहिँ तिम्रो र मेरो माया बस्यो भन्नु भइरहेको रहेछ हैन। भनेपछि गाउँको मान्छेले मेरो रिलेसनशिपको क्लास बनाएर रहेछन्। मैले पनि यहाँ बनाइदिएँ क्लास गर्ल। अनि यहाँ चाहिँ त्यो केटीको नाम के अझै थाहा छैन नि त मलाई। सो अननोन राख्दिम अनि फिलिङ पनि फल्स राख्दिम। इफ अनि यहाँ एउटा स्ट्याटस भन्ने मेथड मैले बनाएको छु। इफ फिलिङ चाहिँ ट्रु भयो भने उताबाट आउँछ मेसेज आई लाइक यु भनेर। इफ आएन भने गाउँको मान्छेले हामीलाई जिस्काउन मात्र भनेको भनेर बुझ्नु पर्यो है त। अनि क्रसको नाम चाहिँ मैले हर राख्दिएँ किनभने अझै मलाई उसको नाम पनि थाहा छैन नि त। सो अनि यहाँ क्रस डट स्ट्याटस, यो क्रस भनेको चाहिँ गर्ल्सको अब्जेक्ट हो है, गर्लको अब्जेक्ट हो। अनि स्ट्याटस भन्ने मेथड कल गर्नको लागि चाहिँ मैले यो अब्जेक्टको हेल्पले यसरी कल गरिरहेको छु। सो नाउ लेट्स रन दिस प्रोग्राम। र म चाहिँ रन गर्दै यहाँ रिजल्ट आएँ। गाउँको आन्टीहरूले चाहिँ भन्दै थिए तिम्रो र मेरो माया बस्यो भनेर। तर हर उसले के भन्यो मलाई, भाइ गाउँको मान्छेले तिमीलाई जिस्काउन मात्र भनेको। ओ माई गॉड, गाउँको आन्टीहरू यस्तो गर्नु भएन है गाउँको आन्टीहरू। म चाहिँ उता कहाँ कोसँग माया बस्यो भन्दै बसिरहेको थिएँ। कोई आपसे प्यार क्यों करेगा।